Good morning everyone. Good afternoon अलिक भकै छैन. सेवारो नमस्ते. मन्दिर गएको हाम्रो यो गाउँको मन्दिरमा चाहिँ आज पुरा शिव पानी यही काकीकोमा खाऊ न. शिवरात्रिको यहाँ पूजा हुँदैछ. यहाँ गएको काकीकोमा खाऊ जो. मेरो छोराछोरी चाहिँ यहीँ खेल्दैछ मस्त. अब गरममा त यो लाउनु दिनुहुन्न नि त दादाले. नलगाऊ गरम हुन्छ भने. स्प्राइट खाने कहाँ चाहिँ छ स्प्राइट त? यहाँ चाहिँ पूजा हुँदैछ मजाले मन्दिरमा चाहिँ. के नाम राख्ने हुन्छ नाम त भन्ने विषय गुरुजीले नै भन्नुभयो कि उहाँको नाम चर्च हुनु खिचडी भन्दैछ यता चाहिँ धमाधम. के पाक्यो? रेडी भयो कि भएन? यहाँ ल आशीर्वाद भाग्यमानी हुनु. यहाँ चाहिँ पाक्यो. ए यहाँ सेकेन्ड स्टेप बन्दै रहेछ. यहाँ खिचडी यहाँ हाम्रो दादाले दादाहरूले मजाले बनाउनु हुँदैछ आज पूजाको लागि चाहिँ. अरू के बन्दैछ दादा उता चाहिँ? एक स्टेप चाहिँ यहाँ बनिसकेछ खिचडीहरू. ए आमामा खिर त थोरै छैन त. यहाँ चाहिँ एक भाँडा खिर बनिएको छ. आमामा यति बेसी. अनि यहाँ चाहिँ खिर वाउ मस्त बनिरहेछ. ए खिचडी यो चाहिँ दामी. यो चाहिँ हाम्रो क्लब घर. यहाँ चाहिँ म पसेकै थिइनँ. के रहेछ भने यहाँ चाहिँ स्टोर रुम जस्तै टोइलेट. यहाँ चाहिँ यस्तो मजाले बनिरहेको छ. खाम लाग्दो भएछ. दामी भएछ खिचडीहरू पनि. यहाँ छ आलु. चाखे त टेस्ट गरेँ नि. सबभन्दा पहिला मैले टेस्ट गरेको न खिचडीको आइटमहरू. यहाँ ला खिचडीको फोटो हालेनु न. लु यहाँ चाहिँ एकदम वरिष्ठ कलाकार झन्. लु डान्स गरिदिनु अनि पो खिच्छु त. त्यतिकै नगर. लु स्टेप लु छिटो. भया आज चाहिँ शिवरात्रिको भक्तजनहरूलाई होइन बडा यो कसलाई हो त भने. अब बडे भिडियो सुरु गर्नुपर्छ. खोलेर कि त्यो नामबाट भने सर अहिले खोजागढी भनेको थाक्नु भएछ बिचरा दादा. हेर बसी गर्नुहुँदैछ पुरा पसिना भएर. मामा ठिकै हुनुहुन्छ? हजुर एक स्टेप एक लट बनिसकेछ. एक स्टेप फेरि यहाँ. ल खाने बेलामा आउनुपर्छ अहिले फेरि देखाइसकेर. अब चाहिँ म यता गएको. अहिले टक्क सबै रेडी भइसकेर खानु थालेपछि चाहिँ आउने. लाइटको उयो लाँदै आउनुपर्छ.
माइजू गर्नु भइसक्यो पूजा हाम्रो माइजूलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा मैले बिहानै शिवजीलाई जल चढाइसकेँ प्रसाद पनि काटिसक्यौ तिमी आएको थिएनौ त अलिक ढिलो भयो अब फेरि प्रसादलाई ऱ्यापिङ गर्नुपर्छ म नपसेको हौ अहिले त्यता हजुर हुन्छ हेलो भनिदेऊ न हेलो यसो आइ कानमा गर्दैछ हाई सन्चै हुनुहुन्छ भन न छिटो न बोल न यहाँ बोल न यता छिटो भाइ युवान यता हेर न त्यो अहिले पिट्नुहुन्छ नि काकीले हेलो पापा खोइ पापा खोइ पापा कहाँ जानुभयो भनिदेऊ न छिटो गाडी 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 यसो गर्छ गाडी कुदाइदेऊ त पापाले जस्तो गाडी कुदाइदेऊ गाडी कुदाइदेऊ न। छिटो न कुदाइदेऊ न पापाले जस्तो गाडी यसो गरिदिनु न यसो छिटो अरे बाफ्रे अरे कहाँ पुग्यौ पूजा गर्नु गएनौ तिमी पूजा गरेनौ मन्दिरमा गएनौ माइली बुहारीले पूजा गर्दैछ है यहाँ चाहिँ शिव मन्दिरमा मजाले पूजा हुँदैछ यहाँ चाहिँ झुमर बनाएर धमाधम यहाँ चाहिँ प्रसादहरू काटेर बसेर हेर्नु भयो हाँसेको भिडियो लागिरहेछ के को मेला जान जेठानी देउरानी यहीँ आउनुको लागि हामी यस्तो उयो भएको मेला जान आँटेछ भन्नुहुन्थ्यो आशिकाले भन्दैछ कि केलामा त कस्तो मजाको देखेको हौ नि ब्ल्याक कलरको त कस्तो मजाको देखेको खै भाइ तातो छ नि उता बसेर खाऊ उता चेयरमा राख मामा किन आज बोकिरहनु मन लाग्दैछ है क्या मामालाई हजुर ल धन्यवाद मामा फाउ अब फाउ मेरो धन्यवाद मामाको लागि मलाई सम्झना दिनुहुन्छ मामाले चाहिँ होस् पुरै खुसी लाग्छ मामा बस्नु है खिचडी सकेर नि सकिन्छ नि अहिले फेरि ए हजुर दादा भयो दादा भयो अङ्कल यहाँ चटनी लगाइदिनुहोस् त बरु खिचडी कम होस् के लानुभयो त्यसो भए तपाईँ खाने
खोइ भाइ नानी सियोन खोइ ए खाँदैछ भित्र ल जाऊ लगेर पुरा आउँदै खोज्दैछु खोइ कपाल जाऊ न कहाँ खोज्दै भरे देखाउनुपर्छ नि है यो डिकीमा हालिदिनु न बुढा जिउरे चाहिँ पूजा खतम भएर अब चाहिँ हामी यहाँ टक्क खिर र खिचडी खान आँटेको मेरो बुढाको माया जिउको त लाग्दैन गालामा चिप्काउनु लाग्छ जिउ छ यहाँ छेरेर मर्छ न त तसर्थ पक्का खान्छ खाने जाउ लिएर आऊ नानी ए बुढा प्रशंसालाई ल्याइदिनु न लड्छ भाइ हामी त एकै पो माइजू ल मिठो सियोन बाहिर चाहिँ भिडभाड भएर भित्र बसेर खाइदिएको यो चाहिँ मेरो माइली बुहारीको है कम्ती लिएर आएको छ के गर्नु अब सानो मान्छे बेसी खानु हुँदैन ए मेरोमा त नम्बर छैन नि त अड्केला है माइली बुहारी कम्ती लिएर बसेको छ हो अड्क्यो भने त अनि बर्बाद हुन्छ धमाधम यहाँ चाहिँ म त यहाँ मामाकोमा हेर्नु मन मामा त्यो चाहिँ नछोड्नु है अरू सब छोड्यो नि ल के ल्याइदिउँ मामा मलाई थाहा छ फेसबुकमा हाल्ने होला हो के ल्याइदिउँ मामा सिद्धीमा भगवानको यसमा नाममा मैले 50 ग्रहण गरेको हो यसलाई मैले कुनै अब म अब के भन्नु म अब हाँसी ठट्टा त मजाले हो अनुचित बोल्न चाहिन मेन चाहिँ उयो सेतो सेतोलाई फोकस गर्नु है मामा ल अरूलाई होइन ए मेरो श्रीमान खाए पनि त्यस्तै हो नखाए पनि त्यस्तै हो अलिक भुँडी घटेको जस्तो लाग्यो हो मजाले आधी छ चान्स अरू बेला चाहिँ नखुवाए जतिको पो गर्नुभयो त हो न आजै छ घरमा बाल्टी छ भने बाल्टी लिएर आऊ यहाँ दिन्छ एक्लै बाल्टी ए यहाँ समाजकै लान्छु नि क्या घरबाट बाल्टिङ नै छैन ल मामा तपाईँ चाहिँ घट्नु भएको छ तपाईँ चाहिँ पुरा खानामा फोकस गर्नु न अब भुँडी घटेको होइन मामा माया हो मायाले मैले घटाइदिएको हाम्रो मामा हुनुहुन्छ यहाँ चाहिँ मामा यो झापाको मान्छेहरू साह्रो माया गर्छ आर्कालाई साह्रो माया गर्छ हो त किन अरूले चाहिँ माइजूले गर्नुहुन्न मामालाई बिचारा झापालीहरू उता पर काठमाडौँको हो उसको आफ्नै छ हो झापालीहरू अलिक अर्कै हुन्छ राम्रो हुन्छ तिमी राम्रो छ नि त तिमीलाई मैले नराम्रो हजुर अनि बुढालाई माया नगरी कसलाई गर्नु होइन माइजू यहाँ होइन है मामाले तपाईँलाई के भन्नुहुँदैछ माइजूले माया गर्नु हुँदैन अरे भाग्नु भयो मामा होइन डराउनु भयो मामालाई थप्नु जानुभएको रे मामाले मामा लाज भयो अब म कम्ती ल्याउनु भएछ त नि के यो म उठेर दादा सँगैको साथी हावा जस्तो माथि आफू चाहिँ के हो यहाँ खिचडीको प्लेट माथि लु भएन यस्तो मामा म बिहानदेखि म पानी पनि खाएको यस्तो भएन हाम्रो मामा त आमा हेर्दा मात्रै पो यस्तो त खानु त 3 थाल भइसक्यो मेरो मुखमा थुप्रो छ है भन्ने पहिले सासको पाली कहिले बुहारीको पाली भनेको पहिला अरू बेला मामाले गर्नुहुन्थ्यो आज मेरो चान्स छ नि त होइन पृथ्वी गोलो छ घुमेर त आउनु पर्यो नि सबैको
तल खानुहोस् बिचरा डिस्टर्ब गरेर यति राम्रो महादेवको प्रसाद ग्रहण गरेको बेलामा हो बेसी हाँसी ठट्टा के गर्नु भगवान्को नाम लिँदै खाउँ धन्यवाद मजाले खानु डिस्टर्ब गरिन ल मामा बेसी खिचडीहरू खाएर अब म चाहिँ घर फर्केको गरम पनि भयो यस्तो छ हाम्रो गाउँ म चाहिँ घर पनि आइसकेँ हाम्रो गाउँमा भएको शिवरात्रिमा पूजा पनि सकियो प्रसादहरू खाएर म चाहिँ घरमा आइपुगेँ यहाँहरूलाई पनि शिवरात्रिको धेरै धेरै शुभकामना हजुरहरूले सोचेको आँटेको कुराहरू सबै पुरा होस् त्यही छ शिवरात्रिको हजुरहरू सबैलाई धेरै धेरै शुभकामना त्यही हो आजको भिडियो चाहिँ यति नै धन्यवाद।